उत्साहसहित म र मेरो साथीहरू यो मन्दिरको भिजिटर सेन्टरतिर लाग्दछौँ। आहा, कति राम्रो! भिजिटर सेन्टरमा कति ब्युटिफुल रहेछ यो ठाउँ। भुट्टे बुटाले भरिएको ब्युटिफुल, धेरै आनन्द। एकछिन त्यहाँनिर बसिसकेपछि आनन्द लिइसकेपछि हामी भित्रपट्टि जान्छौँ र मेन मन्दिरतिर लाग्दछौँ। आहा, यहाँ पनि कति ब्युटिफुल रहेछ। म र मेरो साथी मन्दिरको द्वारतिर लाग्छौँ र मेन मन्दिर भएको ठाउँमा हामी आइपुग्दछौँ। साँच्चै नै यो मन्दिर कति ब्युटिफुल रहेछ। वाह, हेर्दै हेरिराखौँ लाग्ने। के अब जुत्ता निकालेर माथि जाने कि के छ माथि मन्दिरभित्र? ब्युटिफुल रहेछ क्या गाइस। अब जुत्ता राखेर टेम्पलभित्र जाने भनेको प्लान भएको छ गाइस है। टेम्पलभित्र चाहिँ खिच्न मिल्दैन रहेछ क्या गाइस। प्रवीण, जुत्ता खोल होइन, अनि त्यसपछि ठ्याक्क जानुपर्छ। अब मेन एन्ट्रान्स त्यहाँ होला होइन। एलिभेटर पनि रहेछ गाइस माथि जानको लागि। कति ठुलो यार यो टेम्पल है। अब यहाँभित्र चाहिँ अब फोटो खिच्न पाउँदैन अरे गाइस है, टेम्पलको भित्र चाहिँ। बुट्टे बुट्टाहरूको बीचमा भगवानको स्वरूप, आहा, साह्रै आनन्दित पार्ने। त्यसपछि हामी मन्दिरको परिक्रमा गर्न थाल्दछौँ। मार्बलमा कुदिएका यी बुट्टाहरू साँच्चै नै ब्युटिफुल थिए। कति पिसफुल ठाउँ, बसिराखौँ भने जस्तो। गाइस अब यहाँबाट निस्केर जाँदैछौँ हामी। टेम्पल एकदम ब्युटिफुल रहेछ होइन, एकदम अग्लो, राम्रो, क्युट टाइपको। एकदम इन्ट्रेस्टिङ रहेछ ठाउँ। प्रवीण, यहाँ चाहिँ इन्डियन रेस्टुरेन्ट पनि रहेछ गाइस है मन्दिरको छेउमा। किनभने लन्चको टाइम पनि भएको थियो, लन्च खाइदिउँ न। यस्तो छ।